गाइस यो मनोज बुढा अनि तपाईँ चाहिँ जुन भ्लग बनाउने ठाउँमा चाहिँ बनाउनुहुन्न नबनाउने ठाउँमा मात्रै बनाउनुहुन्छ त्यस्तालाई के भन्छन् भने बाथरुम सिङ्गर भन्छन्। केकको पैसा 3340 हाम्रो केक चाहिँ आइसक्यो। सो हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। आयो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। र चिसो छ हजुरहरू ख्याल गर्नुहोस्, आफ्नो चिसो लाग्यो भने चाहिँ रुगाखोकी लाग्छ र रुगाखोकी लाग्यो भने अलिकति गाह्रै पर्ला। सो आफ्नो ख्याल चाहिँ राख्नु होला। अनि हेर्दै जाउँ के हुन्छ अरू त भिडियोमा। सो हेलो गाइज, हामी चाहिँ पार्कमा छौँ, घुमिरहेछौँ। कस्तो लागिरहेछ भाइ? यो साइड आउनु। कस्तो भन्दा नि भोक लागिरहेछ। भोक लागिरहेछ? केही खाएको छैन बिहानबाट। अहिले कति बज्यो? 2 साढे 2 भइसक्यो। पानी पनि खाएन। त्यही हो। किप अफ ग्रास जाना मनाइ है भाइ, मनाइ है। ओ टेके ल भन् त, अघि के भनेको थिइस् रे? तपाईँको भ्लगमा स्वागत छ मलाई नै। अनि तपाईँ चाहिँ जुन भ्लग बनाउने ठाउँमा चाहिँ बनाउनुहुन्न नबनाउने ठाउँमा मात्रै बनाउनुहुन्छ त्यस्तालाई के भन्छन् भने बाथरुम सिङ्गर भन्छ नि। हो त्यस्तै हो कि बाथरुममा मात्रै गीत गाउने त्यस्तै। उहाँ पनि रुममा बाइक बाहिर चाहिँ भ्लग गराउनुहुन्न। यस्तो राम्रो ठाउँमा आएपछि भ्लग नगराउने यस्तो मान्छे हुन्छ नि। कस्ता मान्छे हुन्छन् रे? सङ्गीत जस्तो। भान्जा के छ त खबर? आँखा त फेरि आँखा कहाँ छन् भन्ने कुरा। आँखा एकदम राम्रो छ। हामीले साइकल चाहिँ यहाँ पार्किङ गरेको छ। अब फर्किन लागेको। हामी केक पसलमा छौँ। केकको पैसा 3340 यसलाई किनिदिने चाहिँ म हो। पन त फेरि अन्त किनिदिने म हो। पाएँ त्यही। यति सानो केकलाई चाहिँ कति पर्छ? 2500देखि 2700 रुपियाँ। सस्तो केकै छैन। यो रिजर्भ भएको हुनु सब, यो रिजर्भ केक हो कि सबै तलको छ नि सब रिजर्भ भएको केक हो। बुझिस् नि? त्यो योदेखि त्यो र यो उहाँ चाहिँ हो कि 3500को। महँगो छ कि तर हामीले अर्डर गरिसक्यौँ एउटा। हाम्रो केक चाहिँ एकदम दामी छ। हाम्रो केक चाहिँ आइसक्यो। ह्याप्पी बर्थडे टु यु। जिन्दगीमा सफल कुरा होस्। भ्लगमा 1000 प्लसदेखि लिएर 5000 पुगेर मिलियनसम्म पुगोस्। शुभकामना, अगाडि बढोस् अनि पढाइ राम्रो होस्। सो आरिगातो जाइमास्ता। हाम्रो केक आयो गाइस। आरिगातो जाइमास्ता। केक आइसक्यो। सो हाम्रो केक आइसक्यो गाइस। यो कतिको रे? 3500को केक। कत्रो हो त यार केक? झन्डै ढलेन नि। नमागो नि 4045 बर्थडे स्पेसल चाहिँ ट्याक्का आलु, काँक्रा अनि त्यसपछि गाजर र प्याजको अचार बनिसकेको छ गाइस यता है। तपाईँहरू देख्न सक्नुहुन्छ। यो म्यारिनेट गर्नै बाँकी छ। अब यसलाई म्यारिनेट गऱ्यो भने हुन्छ ट्याक्क दामी। यता पाक्दैछ फेरि मासु, एकदम फ्राई टाइपमा हुँदैछ। यता ब्रोइलरको, यो चाहिँ ब्रोइलरको मासु हो। र यो चाहिँ ससेस बन्दैछ गाइस। यता ससेस हो र यो बनाउन बाँकी छ। यो पाङ्राहरू हो, यसलाई चाहिँ बनाउनै बाँकी। खानेको लागि र यो पोर्क खानेको लागि पोर्कको यसलाई के भन्छ? भुटुवा के भन्छ? र यो बनिसकेको छ। सो गाइस देख्न सक्नुहुन्छ हाम्रो ग्रेभी रेडी भइसक्यो। यो चाहिँ ग्रेभी हो भातसँग खानुको लागि। यो ससेज गाइस, यो चिकन हो होइन। अनि यो चाहिँ पोर्क साँधेको, आलुको अचार, त्यो चाहिँ ग्रेभी हो। त्यही हालिदिन्छु। सो त्यही हो। केटाहरू यहाँ छन्, ट्याक्क खाइरहेछन्, बसिरहेछन्। सो यता चाहिँ केक आइसक्यो। ह्याप्पी बर्थडे सङ्गीत एन्ड मनोज लेखेको छ केकमा चाहिँ।
हामी चाहिँ अब यता रमाइलो भइरहेछ। यो चाहिँ हाम्रो बर्थडेको केक थियो गाइज। सो हामी यता दुईजना मिलेर एउटै केक काट्न लागेको। लाइट पनि बुल्यो, त्यसपछि हामीले केक पनि काट्यौँ। केक काटिसकेपछि अब हल्का यस्तो बर्थडे मनाउन त झ्याउ लाग्छ, त्यही पनि काट्दिउँ न भनेर बच्चा जस्तो लाग्छ, त्यही पनि रमाइलो भइरहेछ। त्यस्तो चाहिँ केक काट्यौँ। केक काटिसकेपछि केक पनि उतार्नेर यता यता भागिरहेछ। भान्जाले मलाई केक खुवाए फर्स्टमा, त्यसपछि मैले उनलाई खुवाएँ। यसै गरी रमाइलो भइरहेछ गाइज। ह्याप्पी बर्थडे त गाइज। आजबाट 1 वर्ष तन्दिरी भयो केटाहरू। हामीलाई त पछि खुवायो नि। सो गाइज हामी चाहिँ कपाल काट्न लागेको। कस्तो भयो? हल्का बाँकी छ होइन, त्यही हो वासरुमभित्र कटिङ। सो दिस इज द फाइनल लुक्स गाइज। तपाईँहरू देख्न सक्नुहुन्छ, यही हो अलिअलि जानेको होइन। सो गाइज कलाई चाहिँ यस्तो हुन्छ हेर्नु है। मैले यता प्याज काट्नु लागेको, मेरो आँखा हेर्नु त पुरै काट्नै सकिरहेन मैले। कुकुरलाई चाहिँ यस्तो हुन्छ। सो गाइज अहिले चाहिँ रातिको 12 बजिसक्यो र म कामबाट फर्किँदैछु। कामबाट फर्किँदै गर्दाखेरि मैले यस्तो चिज देखेँ कि हाम्रो नेपालमा तिहार आउनुभन्दा 10 दिन अगाडिदेखि झिलिमिली हुन्छ घरहरू। त्यस्तै जापानमा पनि क्रिसमस आउनुभन्दा 8-10 दिन अघिबाट यस्तो झिलिमिली देख्न पाइन्छ विभिन्न ठाउँहरूमा। कस्तो राम्रो छ। 8-10 दिन अगाडिदेखि यस्तो झिलिमिली हेर्न पाइन्छ गाइज। गाइज यो मनोज बुढा गाइज म चाहिँ कामबाट आइसकेँ र मैले आज खाना पकाउन झ्याउ लाएर जीवन बेच्छु कुत्ते मत्ते कि मास त आफै बनाएर यस्तो राम्रो खाना लिएर आएको। साथीले कहाँबाट खाएर आएर सुतिरहेको छन्। यस्तो अवस्थामा म के गरौँ गाइज। सो मैले चाहिँ यो छ बुत्तादोन अनि यता चाहिँ खारागी दोन लिएर आएको छु। यो चाहिँ साथीको लागि र यो मेरो लागि। तर साथीले खाँदैनन्, अब यो के गर्ने, यो बिग्रिन्छ भोलिसम्म। सो गाइज अब एक्लै भए पनि खानै पर्यो, त्यही भएर एक्लै खाना लागेको। यता छ भात, यो चाहिँ खारागे दोन र सारादा छ यसमा। यस्तै हो, यसैले खाने हो। अब तरकारी छैन गाइज, यहीमा खानुपर्छ गाइज। तर मिठो हुन्छ, एकदमै मिठो हुन्छ। सो हजुरहरूले हेर्न सक्नुहुन्छ रुमको हालत यस्तै छ गाइज, के गर्ने। तर हजुरहरूलाई एउटा कुरा थाहा छ कि नै गाइज, जो मान्छे क्रिएटिभ हुन्छ उसको रुम चाहिँ यस्तै हुन्छ अरे कि। सो म चाहिँ अलिक क्रिएटिभ नै छु जस्तो लाग्छ है। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ कमेन्ट गर्नु नभुल्नुहोस्। त्यही भएर हाम्रो रुम यस्तो भयो हो। तर अब फुर्सद भन्नाले बिदा थिएन, सो त्यसले गर्दा पनि सफा गर्न पाएको थिएन। अब भोलि बिदा छ, भोलि सब मिलाउनु पर्छ रुम। र आजलाई चाहिँ अब यति भन्दै आजलाई बिदा हुन चाहन्छु। मिल्ते नेक्स्ट भ्लग में। सो आजलाई टाटा बाई बाई, गुड नाइट।